ल आज एउटा यस्तो ठाउँको यात्रा गरौँ न संसारकै सबैभन्दा ठूलो वर्षावन अमेजन। यो ठाउँ जति विशाल छ त्यति नै रहस्यमय र खतराले भरिएको पनि छ। एकछिन सोच्नुहोस् त, एउटा यस्तो जङ्गल जुन यति ठूलो छ कि त्यसले आफ्नै मौसम बनाउँछ, त्यहाँभित्र पस्दा के होला? हो, यही प्रश्नबाट सुरु हुन्छ हाम्रो अमेजनको विशाल र रहस्यमय यात्रा। ल सुरु गरौँ हाम्रो यात्राको पहिलो खण्डबाट, विशाल हरियो महासागर। यहाँ हामी यो वर्षावन कति विशाल छ भन्ने कुरालाई बुझ्ने कोसिस गर्नेछौँ। यो जङ्गलको कुल क्षेत्रफल सुन्दा पनि अचम्म लाग्छ, 55 लाख वर्ग किलोमिटर। यो खालि एउटा जङ्गल मात्रै होइन, यो त पृथ्वीको एउटा यस्तो विशाल जैविक प्रणाली हो जसको असर पुरै ग्रहमा पर्छ। अब यो कति ठूलो हो भनेर बुझ्नको लागि यस्तो कल्पना गरौँ न, अमेजनभित्र 7-7वटा पाकिस्तान वा 2वटा भारत वा 157वटा दुबई जस्ता सहरहरू मजाले अटाउँछन्। अमेजनलाई पृथ्वीको फोक्सो भनेर किन भनिन्छ भन्ने कुराको पछाडि बलियो कारण छ। यहाँ करिब 400 अर्ब रुखहरू छन् र यिनले संसारको कुल अक्सिजनको 20% हिस्सा उत्पादन गर्छन्। सोच्नुहोस् त, हाम्रो ग्रहको जीवन प्रणालीलाई सन्तुलनमा राख्न यो कति महत्त्वपूर्ण रहेछ। यो जङ्गलको गहना रुखहरूको छाता मुनि त एउटा अर्कै संसार छ भन्दा पनि हुन्छ। रुखपात यति बाक्लो छ कि पानी परेको बेला पानीको थोपा भुइँमा आइपुग्नु 10 मिनट लाग्छ, अनि दिनको उज्यालो पनि मुस्किलले छिर्छ, सधैँ अँध्यारो साँझ परे जस्तो। तर यो विशालताभित्र खतराहरू पनि त लुकेका छन् नि। ल अब जमिनमा पाइने खतराहरूको कुरा गरौँ, जहाँ कहिलेकाहीँ आकारले कुनै फरक पार्दैन। सबैभन्दा पहिले सामना हुन्छ विशाल ग्रीन एनाकोन्डासँग। यो संसारकै सबैभन्दा ठूलो सर्प हो, 30 फिटसम्म लामो र 250 किलोभन्दा बढी तौलको। तर सबैभन्दा डरलाग्दो कुरा के हो थाहा छ? यसले आफूभन्दा पनि ठूलो शिकारलाई सिङ्गै निल्न सक्छ। अब एकछिन सोच्नुहोस् त, एउटा सानो कमिलाले टोक्यो तर पीडा चाहिँ बन्दुकको गोली लागे जस्तो भयो भने सुन्दा पनि डरलाग्दो छ होइन? हो, यही कल्पनाले हामीलाई एउटा सानो तर एकदमै खतरनाक जीवसम्म पुर्याउँछ। यो हो बुलेट एन्ट। हो, त्यही डरलाग्दो कल्पनाको पछाडिको जीव यही हो। अमेजनमा पाइने यो 4 सेन्टिमिटरको कमिलाको टोकाई किराहरूको संसारमा सबैभन्दा पीडादायी मानिन्छ। यसको नाम बुलेट नै काफी छ होइन र? भनिन्छ जसलाई यसले टोकेको छ उनीहरूका अनुसार यसको पीडा ठ्याक्कै गोली लागे जस्तै हुन्छ। पीडा यति भयानक हुन्छ कि कहिलेकाहीँ त ज्यानै पनि जान सक्छ। ल अब जङ्गलको जमिन छोडेर हाम्रो यात्रा संसारको सबैभन्दा ठूलो नदीतिर मोडिँदैछ। एउटा यस्तो ठाउँ जहाँका नियमहरू पनि बेग्लै छन् र शिकारीहरू पनि। अमेजन नदी कति शक्तिशाली छ भनेर बुझ्नको लागि यसको पानीको बहाव हेरौँ न। हरेक सेकेन्ड 2,09,000 क्युबिक मिटर पानी बग्छ। यो विश्वका अरू ठूला नदीहरूभन्दा कैयौं गुणा बढी हो। तर यो नदीको सबैभन्दा ठूलो खतरा यसको बहाव मात्रै होइन, यो त हो एउटा जिउँदो हतियार। नाम हो इलेक्ट्रिक ईल र यसले 860 भोल्टसम्मको बिजुली निकाल्न सक्छ। सोच्नुहोस् त, 860 भोल्ट! यो आँकडाले नै बताउँछ कि यो कति खतरनाक छ। अब 860 भोल्टले के गर्न सक्छ? यसले कुनै पनि जीवको स्नायु प्रणालीलाई एकै झट्कामा बन्द गरिदिन सक्छ, हृदयाघात गराउन सक्छ र अचम्मको कुरा त आफूभन्दा 100 गुणा ठूलो जनावरलाई पनि मार्न सक्छ। साँच्चै नै एउटा जिउँदो हतियार। प्रकृतिले यस्ता कैयौं खतराहरू खडा गरेको छ। तर अब एउटा यस्तो मान्छेको अविश्वसनीय कथा सुनौ जसले यी सबै खतराहरूलाई सामना गरे र जीवित फर्किए। यी हुन् मार्टिन स्ट्रेल, एक म्याराथन पौडीबाज, र यिनले के गरे भन्दा पुरै अमेजन नदी अर्थात् 6,840 किलोमिटर पौडिएरै पार गरे। सुन्दा असम्भव लाग्ने विश्व कीर्तिमान। तर कसरी गरे त उनले यो? उनको तरिका जति डरलाग्दो थियो त्यति नै चलाक पनि। लगातार 66 दिनसम्म हरेक दिन 10 घण्टा पौडिने र सँगसँगै एउटा सपोर्ट डुङ्गा पनि हुन्थ्यो। त्यो डुङ्गाबाट सहयोगीहरूले पानीमा मासुका टुक्राहरू फ्याँकिरहन्थे ताकि एलिगेटर, एनाकोन्डा जस्ता शिकारीहरूको ध्यान अन्तै जाओस्।
ल अब हाम्रो यात्राको अन्तिम खण्डतिर लागौं। यहाँ हामीले थाहा पाएका खतराहरूभन्दा पनि पर अमेजनले आजसम्म लुकाएर राखेका गहिरा रहस्यहरूको कुरा गर्नेछौँ। एउटा प्रश्न, के कुनै नदी आफै उम्लिन सक्छ र? सुन्दा अचम्म लाग्छ, तर पेरुको अमेजनमा एउटा 6.5 किलोमिटर लामो नदी छ जसको पानीको तापक्रम 90 देखि 100 डिग्री सेल्सियससम्म पुग्छ। तर त्यो तातो कहाँबाट आउँछ? यो आजसम्म पनि रहस्य नै छ। त्यस्तै अर्को रहस्य मानिससँग जोगिएको छ। भनिन्छ यहाँ करिब 50वटा यस्ता जनजातिहरू छन् जो बाहिरी संसारबाट पूर्ण रूपमा अलग, सम्पर्कविहीन छन्। उनीहरूको जीवनमा समय नै रोकिएको जस्तो छ। र अब सायद सबैभन्दा ठूलो रहस्यको पालो। यहाँ 300 भन्दा बढी विशाल जियोग्लिफहरू अर्थात् जमिनमा बनाइएका आकृतिहरू भेटिएका छन्। केही त 1.5 किलोमिटरसम्म चौडा छन्। तर यति ठूला आकृतिहरू कसले बनायो अनि किन बनायो? यो प्रश्नको जवाफ आजसम्म कसैसँग छैन। हजारौं वर्षदेखि अस्तित्वमा रहेको यो अमेजन, सोचौं त यसका अझै कति धेरै रहस्यहरू पत्ता लाग्न बाँकी होलान्। यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई यो ठाउँको विशालता र हाम्रो अज्ञानताको बारेमा एकैसाथ सोच्न बाध्य बनाउँछ।